अच्छा आई माछा गाइस माछा एकदमै डेन्जर छ है गाइस बाटो चाहिँ है गाइस अब यस्तो यस्तो गाह्रो छ यहाँबाट चाहिँ जान चाहिँ गाइस आयो आयो ओए आयो गाइस गाइस हामीले 10 मिटरको जाला ब्लग आज धेरै टाइम बजार आज फलो गराउने फुर्सद पाएको छु आज काका र म चाहिँ डाक्टर जाला हाल्न माछा हाल्न चाहिँ जाँदैछौँ होइन त्यहाँ अब त्यहाँ माछा साझा हालेर लाइक कमेन्ट होइन अब यहाँबाट चाहिँ जान्छौँ अब कहाँ हाल्ने भन्ने हो आज चाहिँ यस टाइम चाहिँ आज हामी खोलामा चाहिँ आज खोलामा जाल हाल्न जान्छौँ है खोला पनि सानै छ तर नदी पनि छ तर आधा नदीमा हाल्छौँ आधा चाहिँ खोलामा हाल्छौँ खोइ खोलामा के कतिको पर्दो रहेछ नि त है गाइस हामी चाहिँ खोला पुगिसकेका छौँ होइन खोला चाहिँ यही छ यहाँ नदी र खोला चाहिँ सबै मिक्सिङ छ यता हेर्न सक्नुहुन्छ हजुरलाई चाहिँ नदी हो होइन त्यो चाहिँ नदी यो चाहिँ हामी खोलाभित्र गएर आउँ अहिले खोला चाहिँ एकदमै खतरा डरलाग्दो छ यहाँ फेरि फुटगाडमा चाहिँ बाघ पनि लाग्छ होइन गाइस बाघ लाग्छ अरे आज भर्खर बिहान चाहिँ एउटा बाघले चाहिँ एउटा गाई मारिदियो काकाको चाहिँ यहाँ लियो गाइस अब खोला चाहिँ आइसक्यो यत्रै खोला छ यही खोलामा चाहिँ हाम्रो खोला अब हाल्ने चाहिँ अब यहाँतिर हाल्ने यस्तै छ होइन खोला चाहिँ एकदमै सानो छ गाइस अब खोला यत्रो छ अब हाल्छौँ आज चाहिँ हाल्छौँ बिहान आएर चाहिँ तान्ने हो गाइस तपाईँहरूले चाहिँ फुल भिडियो हेरिदिनु होला भन्न चाहेँ मैले चाहिँ होइन फुल भिडियो हेरिदिनु होला अब यहाँ चाहिँ मादल लाउन सुरु भइसक्यो आज 2 औँले हाल्छौँ आज खोइ के कतिको पर्छ फाइनली हाल्न लाग्नु भएको छ काका हाल्दै हुनुहुन्छ हाल्ने यसरी हो गाइस अब हालिसक्नु भएको छ काकाले चाहिँ जालालाई कहाँबाट सिक्नुभयो काकाले यत्रो सानो यत्रो थियो त्यहाँबाट हाल्दा चाहिँ सुरु गर्नु भएको रहेछ काकाले चाहिँ एकदमै मेरो काका चाहिँ फन्नी हुनुहुन्छ है गाइस फेरि अब लागिराम अब यहाँ तलतिर हाल्छौँ यहाँ बाजे हुनुहुन्थ्यो यार बाजेको अगाडि के भलो गरेर त हिँड्नु लाज लाग्छ होइन अब हाल्यौँ गाइस हामीले 2टा माछा चाहिँ हाल्यौँ अब यहाँ चाहिँ बाजे यहाँ तुवालो बुझ्दै हुनुहुन्छ यहाँ बाजे चाहिँ हामीले माछा हालिसक्यो अब त्यो चाहिँ पहिला फुटगाडको यहाँ पहिरो आउँदाखेरि चाहिँ भट्टीको फुल अब बाजेहरू पनि हुनुहुन्छ यहाँ कति पार्नु रहेछ है माछालाई है गाइस बाजेले चाहिँ कति पार्नु भयो त्यही मात्र यहाँ एउटा मात्रै पार्नु रहेछ है यत्रो तुवालो पारेर चाहिँ एउटा मात्रै परेर ए भाग्य एकछिन म देखाउँछु कति परेर रहेछ त्यसले चाहिँ सामान नलाग्नु भएको छ यहाँ खोइ माछा छन् कि नै थाहै छैन फेरि उसले चाहिँ फाइनली उनले चाहिँ समातिसकिन् खै कत्रो रहेछ आबी के हो यो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है यत्रो पढे माछो परिसक्यो बाजे अब यसलाई के गर्ने त भन्नु त यसलाई किलोमा तोलेर बाजेले चाहिँ यो किलोमा तोकेर बेच्ने भन्नु भइसकेको छ यो बाजे कहाँ बेच्ने भन्नु त यो दुध नि पोखरा खान्छ बोकेर हुन्छ कि सुर्के छ हुनु गाइस किन्नेमा यहाँ सम्पर्क नम्बर अहिले म तल लिङ्कमा पठाइदिन्छु यहाँ फोन हान्नु होला फुटगाडमा है माछा चाहिएपछि यहाँ अब हाम्रो चाहिँ कति पर्छ भन्ने हो हामीले चाहिँ यो माछा चाहिँ अरूभन्दा फरक तरिकाले हाल्न लाग्छ नि छोडिदिने बस माछालाई हामीले डाइरेक्टै छोडिदिइसक्यौँ गाइस भोलि कति पर्छ भन्ने हो गाइस यत्तिकै हालिदिई छोडिदिराम ल गाइस चाहिँ मैले हालेको माछामा चाहिँ कति पर्छ है काके यताउता भेटाउँछ मैले लास्ट माछा हाल्न लाग्छु यो रोडनिरकै माछा हाल्न लाग्छु भोलि कति पर्दो रहेछ त हामीले चाहिँ खोलामा हाल्ने जाल चाहिँ हामीले सकिसक्यौँ त्यही 10-12वटा चाहिँ हामीले खोलामा हाल्यौँ होइन अब म काकालाई सोध्छु काका भोलि कति पर्छ त खोलामा हाले जालमा
काकाले 10-12 किलो भनिसक्नु भएको छ गाइस। अहिले चाहिँ अब हामी अब चाहिँ अब सिधै अब खोलाबाटै नै अब कर्णाली पुगिसक्यौँ गाइस। हेर्न सक्नुहुन्छ कर्णाली होइन। अब सिधै हामी हाल्छौँ कर्णालीतिर। अब के कस्तो छ त कर्णाली हेर्नु चाहिँ यो कर्णाली होइन। अब कर्णाली अब यो घटाइ छ। अब बिस्तारै बढ्छ यो कर्णाली चाहिँ यही हो। अब यहाँतिर चाहिँ हाल्छौँ हामीले। अब यहीँतिर हाल्यो अब के कतिको पर्छ अब खोलामा त हाल्यौँ। अब त्यहाँ कतिको पर्दो रहेछ त हाल्दै हुनुहुन्छ यहाँ। अब चाहिँ अब फर्स्ट माजल ए कर्णालीमा चाहिँ अब यो फर्स्ट माजल भयो। फर्स्ट माजल हाल्यौँ। अब गाइस अब चाहिँ अब यस्तै यस्तै गर्दै हाल्दै जान्छौँ सिधै। अब प्रत्येक माजलको चाहिँ हाल्दै गरेर चाहिँ अब भ्लग चाहिँ लामो हुनसक्छ। अब सिधै फेरि यो कर्णालीकै अब लास्टमा जान्छौँ। अब लास्टमा चाहिँ भाउतो लग्ने हो। अब भाउतो चाहिँ फेरि मै जान्छु गाइस होइन। अब फेरि अब त्यहाँ गएर के कतिको चिसो हुन्छ त चाहिँ अब यहाँ आउँछ। अब के कतिको हुँदो रहेछ त माजल गर्दाखेरि चाहिँ। अब यो भिड चढेर चाहिँ अब यो तल त्यहाँ चाहिँ जानुपर्छ हामीलाई चाहिँ। त्यो तल चाहिँ क्रस हुनुपर्छ। यो भिड चढेर चाहिँ हामीलाई चाहिँ एकदमै चुनौतीपूर्णको कुरा चाहिँ यही हो गाइस। अब काका भिड चढ्ने अब के छ त अब हेरौँ ए ल काकाले भनिसक्नु भएको छ। यहाँ भिड पनि चढ्दिन लाग्छौँ यहाँ होइन। एकदमै डेन्जर छ है गाइस बाटो चाहिँ। अब यस्तो आऊ माइक धन्नै रडेको गाइस यार। अब यस्ता ढुङ्गाटो चाहिँ यस्तरी जानुपर्छ गाइस। ए काका चाहिँ माथि यस्तरी जानुपर्छ गाइस होइन। एकदमै चुनौतीपूर्ण कुरा भनेको चाहिँ यही हो गाइस। अब गाइस एकदमै चुनौतीपूर्ण कुरो यही हो गाइस। अब यस्तो भिडमा हिँडिदिनु आछौँ गाइस। एकदमै खतरा चुनौतीपूर्ण कुरा हो गाइस होइन। यहाँबाट चाहिँ अब भिडमा हिँड्न लाग्छ नि अझै आछ यहाँ भिड। यस्तो भिडमा हिँड्नु परेको छ। ए हेर्नुहोस् है गाइस। काका लिन त फोन समान्नु ल गाइस। माजल हाल्दा पनि त्यति सजिलो हुँदैन होइन। अब दुःख हुन्छ सबै कुरामा दुःख त भइहाल्छ। अब त्यही गाइस अब भिडसिड चढ्यौँ होइन। एकदमै गाह्रो हुन्छ जे कुरामा नि गाह्रो त भइहाल्ने भयो। त्यहाँबाट चढ्यौँ गाइस हल्का एकदमै गाह्रो भनौँ न एकदमै भिड कहिले नगए भिडमा गयौँ हामी चाहिँ। यति दुःख गरेर जानुपर्छ गाइस है। यति लास्टै दुःख गर्नुपर्छ। अब माछा खान पनि सजिलो छैन नि त। अब यति दुःख गरेपछि गाइस एउटा लाइक र एउटा सब्सक्राइब हान्न त्यति टाइम पनि लाग्दैन गाइस। सब्सक्राइब हानिदिनु होला गाइस होइन। अब दुःख पर्ने कुरा हो यो चाहिँ। अब त्यस्तो भिडसिड चढेर जानु पनि मैले एकदमै गाह्रो गाइस बहुत खतरनाक छ। यताबाट खसेपछि सिधै कर्णालीमा गइन्छ गाइस। ल गाइस अब यहाँ चाहिँ अब हिँड्न लाग्छौँ। अब यो चाहिँ लास्ट स्टेप हो। एकदमै खतरा डर लाग्दो छ गाइस। यहाँतिर चाहिँ अझै चढ्नु पर्ने छ। अझै एक स्टेप आबुइमा लास्टै एकदमै खतरा डर लाग्छ गाइस। तर अब ठाउँ चाहिँ आयो त्यत्रो भिड चढेर चाहिँ आयो ठाउँ। ए काका चाहिँ पास हुनुभएको छ। फाल्नु पर्छ अब यहाँबाट चाहिँ गाइस। आबुई धन्ने गएको यार। ल गाइस अब आइसक्यौँ। अब यहाँ चाहिँ अब बाउत लग्छौँ गाइस। अब गाइस अब दुईवटा माजल छ। एउटा 5 र 10 मिनटको। अब यहाँतिरै बाउत लगेर चाहिँ अब हाल्छौँ हामीले चाहिँ गाइस। अब माजल चाहिँ लाउनु लागेका छौँ। माजल लगाएर चाहिँ अब म जान्छु अब बाउत लगेर त्यो माजल चाहिँ अब रेडी भयो। काका माजल रेडी भयो ल गाइस। अब माजल रेडी भइसकेको छ। अब म कपडा सपडा खोलेर टक्क अब जान्छु त। रेडी भइसकेको छ। मैले लग्नु मात्रै बाँकी हो गाइस। अब हल्का यहाँ चाहिँ क्यामेराम्यान नभएको कारणले चाहिँ गाह्रो होला जस्तो छ काका। अब छोड्ने अब ठिकै हुन्छ उहाँलाई चाहिँ अब भिडियो गराउनु चाहिँ हल्का गाह्रो होला जस्तो लागिरहेको गाइस। माजल चाहिँ यहाँ रेडी भइसकेको छ। जानुपर्ने त त्यहाँसम्म त जानैपर्छ गाइस। अब गयो त गाइस। अब चाहिँ फाइनली माजल लगेर जानु लाग्छ। गाइस हामीले 10 मिटरको जाला आउँदैछ। चिसो छ कि पानी तातो छ? चिसो गाइस बाँचेर आयो जस्तो लाग्यो गाइस। त्यसो अब हाल्यो। अब भोलि बिहान आइन्छ त गाइस। अब यहाँबाट चाहिँ के कतिको पर्छ अब सिधै अब मादल हाल्यो गाइस।
अब क्यामेराम्यान नहुनाले अब त्यो बिग्रीको अब त्यो राम्रो हुनै पाएन गाइस। अब चाहिँ भिडियो लङ हुनसक्छ। अब सिधै चाहिँ भोलि कति बुरा पर्छ भनेर चाहिँ देखाउँछौँ गाइस। अब घरतिर लाग्यौँ त गाइस। ल गुड बाई, भोलि बिहान भेट्छौँ गाइस। मर्निङ गाइस। अब चाहिँ बिहान बिहान जान लाग्छौँ हामी मादल तार्न। अब के कतिको पर्दो रहेछ। अब खोलातिर जान्छौँ सुरुमा चाहिँ। अब खोलातिर हिँड्न लाग्छौँ हामी। अब के कतिको पर्छ अब हेर्दै जानु होला गाइस। हामी चाहिँ फाइनल्ली यहाँ खोला पुगिसकेका छौँ। अब के फर्स्ट मादल तान्छौँ के कतिको पर्दो रहेछ है। हामी तान्दैछौँ है। ल खोलाको मादल हिजो काकाले हालेको ओए आयो ओए ओए एक आयो गाइस। ल एक आयो है। ल खोइ काका देखाइदिनु त, काका देखाइदिनु त। बाबा फर्स्ट मादलमा यत्रो आइसकेको छ, यत्रो है। यता हेर्नु अब यो फरक छ। यो अरूभन्दा चाहिँ यो माछा फरक छ है गाइस। हेर्नु चाहिँ आमा मैले भनेँ नि यत्रो पर्छ भनेर। अब के हो यो आमा गाइस। अझ अरू पनि देखाउँछौ गाइस। केही छैन। अब कति पर्छ टोटल गाइस। अर्को मादल तान्न लागिसक्यौँ। ए आयो आयो ओए के हो यो खोलामा भने। अब हेरेर सक्नु चाहिँ गाइस 5-5वटा परिसकेको छ यहाँ बुराई खोलाको। अब अब हेर्दै जानुहुन्छ। अब म सिधै टोटल देखाउँछु तपाईँहरूलाई खोलामा कति पर्छ लास्ट मादलमा। हामीले खोलामा चाहिँ गाइस कति पार्यौँ यता हेर्नु है। अब कति पार्यौँ भनेर हाल्यो। हाल्न चाहिँ यहाँ काकाहरू हुनुहुन्छ, यहाँ सपोर्टर। खोलामा परेको मात्रै माछा माछा गाइस। माछा खोलामा आमा खोलामा परेको माछा खोलामा एकदमै खतरा पऱ्यो गाइस होइन। एकदमै जस भने सोच जस्तै पऱ्यो गाइस। एकदमै खुसी लागिरहेको छ। अझै कर्णालीको बाँकी छ गाइस है। अब कर्णालीको कति पर्छ हजुरहरूलाई देखाउँछ होइन म। त्यहाँ अब काकाहरूले चाहिँ यहाँ हाल्न लाग्नु भएको छ। यहाँ काकाहरूले तानिराख्नु भएको छ। अब हाम्रो चाहिँ कर्णालीको कति पर्छ त भनेर म तपाईँलाई फेरि लास्ट ठुलो मादल हिजो बाउतो लगेको मादलमा कति आउँछ र त्यो टोटल म देखाउँछु गाइस। अहिलेको लागि चाहिँ अब यहाँतिर तान्दै हुन्छु ल। ए पारिसङ माछा फाइनली गुदिलाल यानि कि गुदाना आइसकेको छ गाइस। 1200 रुपियाँ केजी छ गाइस। यो गुदानाको मात्रै 1200 रुपियाँ केजी रहेछ गाइस। किन्ने भए फुगानमा सम्पर्क हान्नु होला। अब चाहिँ टोटल अब तान्छौँ। अब कति हुन्छ त कर्णालीको सबै हामी गर्छौँ। सो गाइस अब काका चाहिँ अब पारी खाका जान लाग्नु भएको छ। काकाले चाहिँ हिजो पारी खाका हाल्न लाग्नु भएको रहेछ। मोटी काका कति पर्छ तपाईँको बुढा। ए ल काका जान लाग्नु भएको छ है गाइस। कर्णालीबाट उता जान लाग्नु भएको छ काका। अब सिधै नाउँमा चढ्यो ओए गयो। अब काका गयो ल गयो ल पोजिसनिङ काका। अब जानुभयो गाइस होइन। ए काका लडे काका लडे। ए गाइस काका लडिसकेका छन् गाइस। अब यहाँको मादल तानिसकेका छौँ। अब ठुलो मादल मात्रै बाँकी छ। यो आज चाहिँ भिड चाहिँ नचढेर जाने। आज चाहिँ हामी माथि बाटो अघि त्यो खोलाको बाटो रोडै जान्छौँ। यो चाहिँ आज बिहान जाँदाखेरि हल्का डर हुनसक्छ, पल्टिन सक्छौँ गाइस। त्यही भएर चाहिँ अब माथि रोडै जान्छौँ र तान्छौँ गाइस। अब फाइनली गाइस अब लास्ट एउटा मादल मात्रै रहेछ। हिजो बाउतो लगेको जुन बाउतो लगेको मादल थियो नि त्यो मादल मात्रै छ गाइस। अब एकदमै अब लास्ट के कति पर्दो रहेछ हेर्नुहोस् है त ल गाइस। यो लास्ट मादल हेर्दै राख्नु होला। यत्रो मादल हालेर जावा परे एउटै गाइस। अब तपाईँहरू आफै भन्नुहोस् कि खोलामै हाल्न ठिक छ कि यहाँ नदीमा हाल्न ठिक छ गाइस। यो नदीमा हाल्न ठिक छ कि खोलामै हाल्न ठिक छ गाइस। प्लिज कमेन्ट गर्नु होला। यो चाहिँ होइन जावा पऱ्यो एउटै पऱ्यो गाइस। एउटै पऱ्यो। यत्रो मादल हालेर जम्मा पऱ्यो एउटै यही पऱ्यो गाइस। त्यत्रो मादल हालेर जावा यही भुरो मात्रै पऱ्यो गाइस। अब चाहिँ गाइस अब नदीबाट आएर अब घर जाने प्रोसेसमा छौँ यहाँ। अब घरमा गएर देखाउँछु कति किलो पऱ्यो के कति पऱ्यो भनेर गाइस। पहिला चाहिँ तपाईँहरूलाई चाहिँ खोलामै हाल्नु ठिक कि कर्णालीमै हाल्नु ठिक भन्ने कमेन्ट गरिदिनु होला तपाईँ। अब यो चाहिँ अब अर्को भ्लग पनि छिटै आउने आल्ला छ। तपाईँहरूलाई चाहिँ पार्ट 2 चाहियो भने चाहिँ पार्ट 2 भनेर कमेन्ट गरिदिनु होला। म पनि यस्तै झराउन हालेँ वा केसी गराइदिन्छु। पार्ट 2 कमेन्ट हान्नु होला। अब हामी चाहिँ घरतिर लाग्छौँ के कति पर्छ। फाइनली घर पुगिसकेका छौँ। अब के कतिको पर्छ तपाईँलाई देखाउँछु एकछिनमा। अब चाहिँ के कतिको पर्छ
फाइनल गाइज भुरा चाहिँ यति परिसकेका छन् यति परिसकेका छन् अब भ्लग चाहिँ दही न्याय गर्न चाहन्छौँ गाइज अब पार्ट 2 कमेन्ट हान्नु होला पार्ट 2 भनेर चाहिँ अब भ्लग चाहिँ दही न्याय गर्न चाहन्छौँ अर्को भ्लगमा भेट्नेछौँ हामी प्लिज भ्लग हेरेकोलाई चाहिँ फुल भ्लग हेरेर लाइक एन्ड सब्सक्राइब हानिदिनु होला थ्याङ्क यू अर्को भ्लगमा भेट्नेछौँ गाइज